त्यो 14औं शताब्दीको कुरा थियो। जति बेला कोचे राजा देवचन्द थिए, डुवर्ससम्म पनि उनकै शासन चल्थ्यो। यो ठाउँ सानो देश नै थियो। राजा देवचन्दकी एक राजकुमारी थिइन्, असाध्यै राम्री, टिस्टाको छेउछेउ फुल्ने रातो सुनाखरी जस्तै, जसलाई देखेपछि मान्छेले केही बेरलाई सबथोक भुलिदिन सक्छन्। जब राजकुमारीको उमेर चियाको मुनाझै कलकलाउँदो बन्दै गयो, उनको सुन्दरताको महक उडेर पूर्वतिरको भुटानसम्म पुग्यो, पश्चिमतिरको सिक्किमसम्म आइपुग्यो। त्यही भएर दुवै देशका राजाबीच कोचे राजकुमारीलाई बिहे गर्न हानथाप सुरु भयो। राजकुमारीको बिहेको चर्चा सुरु मात्रै भएको थियो, भुटानका राजा सबैभन्दा पहिले कुचबिहार झरिहाले, कोचे राजालाई भेटे र राजकुमारीको हात मागे। राजा देवचन्द आफ्नी छोरीलाई असाध्यै माया गर्थे। छोरीका निम्ति उनी योग्य पति खोज्न चाहन्थे, त्यसैले उनले बिहेका निम्ति नयाँ शर्त राखे। तपाईँ अहिले आफ्नो देश फर्किनुहोस् अनि त्यहाँबाट सबैभन्दा मूल्यवान गहना खोजेर ल्याउनुहोस्। त्यही गहना हेरेपछि नै राजकुमारीको बिहे तय गरिनेछ। जुन देशको राजाले सबैभन्दा मूल्यवान गहना लिएर आउनेछ, राजकुमारीले उसैसँग बिहे गर्नेछिन्। भुटानका राजाले शर्त स्वीकारे, गहना खोज्न आफ्नै देशतिर फर्किए। उता कुरा चल्दै थियो, यता सिक्किमका राजा टिस्टाको किनारै किनार भएर राजकुमारीको हात माग्न आइपुगे। सिक्किमलाई त्यो बेला रेन्जोङ भनिन्थ्यो। त्यहाँ उति बेला लेप्चा राजा थिए, रङ्जी पुन। राजकुमारीको सुन्दरताको हल्लाले उनी धेरै अघि नै मुग्ध भइसकेका थिए। बिहेको चर्चा सुनेपछि त उनले हरथोक भुलिहाले र कोचे राजा भेट्न देशबाट बाहिर निस्किए। सेना लिएर टिस्टाको किनारै किनार हुँदै डुवर्सतिर झरे। हिमाल नजिक हुर्किएका रङ्जी पुनो सुन्दर देखिन्थ्यो। चिम्सा आँखा, खदिलो शरीर, लजाइरहने अनुहार अनि हिमाल नजिक फल्ने आइफल जस्तै राता राता गाला। उनी हेरिरहुझै भनेर पहाडबाट डुवर्स झरे। निकै समय हिँडेपछि हो रङ्जी पुनो बल्ल कोचे राजाको दरबारमा आइपुगे। त्यो दिन राजकुमारी बगैँचा नजिक थिइन्, साथीहरूसँग घुमिरहेकी रहेछिन्। रङ्जी पुनो त्यही पुगे। अचानक राजकुमारीसँग उनका आँखा जुधे। सिक्किमे राजालाई देख्न साथ राजकुमारी पनि दङ्ग भइहालिन्। हावामा हल्लिरहेको बाघ जसरी भुइँतिर निहुरिँदै जान्छ, उनको मन पनि उसरी नै निहुरिँदै रङ्जी पुनतिरै जान लाग्यो। त्यसैले उनले मनमनै घोषणा गरिन्, बिहे गरेर त सिक्किम नै जाने हो। रङ्जी पुनो साहसी थिए, निकै हट्टाकट्टा देखिन्थे। तर जब कोचे राजकुमारीसँग उनको नजर जुध्यो, खाइलाग्दो ज्यान पनि लज्जावती झार बन्यो। लाजले खुम्चिँदै खुम्चिँदै गइदियो। निकै बेरसम्म उनी राजकुमारीको मुस्कानमै टाँसिरहे। अनि त मनमा नै उनले पनि घोषणा गरिदिए, भाषा नमिले नमिलोस्, 10 वर्ष इसारामै गफ गर्ने हो, तर बिहे त कोचे राजकुमारीसँगै गर्ने हो। राजा देवचन्दको शर्त पुरानै थियो। उनी सिक्किमका राजालाई पनि त्यही शर्त सुनाउन चाहन्थे। तर त्यस अघि नै राजकुमारीले घोषणा गरिन्, बिहे गरे म सिक्किमका राजासँगै गर्नेछु। राजा देवचन्द सोचमा परे। उता भुटानका राजा गहना लिन देश गएका थिए। यता राजकुमारीले सिक्किमका राजालाई मन पराइन्। एक्लो छोरीको इच्छा अघि राजा नतमस्तक भए र सिक्किमकै राजासँग बिहे गरिदिने घोषणा गरे। राजकुमारीसँग बिहे पक्का भएपछि रङ्जी पुनो खुसीले दङ्ग थिए। तर उनले देश छाडेर आएका थिए, त्यसैले चाँडो फर्किनु पनि थियो। त्यही भएर राजासँग बिन्ती बिसाए, सम्भव भए जति सक्दो छिटो बिहे गरिदिनु होला। राजा देवचन्दले कुरा बुझे। उनकै व्यस्ततालाई हेरेर बिहेको तयारी सुरु गरिहाले। राजदरबारको माहौल बदलियो। दरबारमा खुसीको रौनक छायो। भव्यसँग बिहेको उत्सव सुरु भयो। बिहे लगत्तै रङ्जी पुनोले घोषणा गरे, राजकुमारी पन्दी बनी, अर्थात् सिक्किमकी रानी भई। बिहेको भोलिपल्टको कुरा हो। रङ्जी पुनो रानी लिएर सिक्किम फर्किन तयार भए। सेनासँग रानी लिएर उनी राजदरबारबाट हिँडे। तर टिस्टा नजिक आइपुग्दा झमक्क साँझ पर्यो। सिक्किम पुग्न त अझ धेरै समय लाग्थ्यो।
यसैले त्यो रात त्यही बिताउने घोषणा गरे। सेनालाई जङ्गल फारेर डेरा बनाउने निर्देशन दिए। सेनाले जङ्गल फार्न सुरु गरे, रुखहरू काटेर सफा गरे। डेरा तयार भयो। हो जुन ठाउँलाई फारफुर गरेर बस्न योग्य बनाए त्यस ठाउँलाई उनीहरूले नाम दिए सुफोक, अर्थात् फारफुर गरेर बनाएको ठाउँ जहाँ खुब मिठो हावा चलिरहन्थ्यो। राजा रानी त्यही सुफोकमा बसे, जसलाई अहिले मानिसहरू सेभोक भन्छन्, जुन सिलिगुडीदेखि केही मास्तिरको जङ्गल नजिक पर्छ, जहाँबाट मानिसहरू आज पनि सिक्किम वा कालेबुङ छिर्ने गर्छन्, डुवर्स जाने गर्छन्। दिनभरिको हिराइले सबै थकित थिए। सुत्नसाथ राजा रानी निदाइहाले। सेनाका जवानहरू पनि लामो यात्राका कारण हैरान थिए। भोलि फेरि टिस्टाको बगरै बगर उकालो हिँड्नु थियो। यस्तो घना जङ्गलमा जङ्गली जनावर बाहेक अरू कसैको खासै डर थिएन। त्यसैले सबै सैनिकहरू पालै पिलो निदाउन थाले। सेनाहरू निदाउन लागेका मात्रै थिए, अचानक हल्लाखल्ला सुरु भयो। हठात हमला भएको रहेछ। सैनिकहरू उठेर राजा रानीको सुरक्षामा खटिए। सिक्किमका राजामाथि हमला गर्ने को थियो त? भुटानका तिनै राजा थिए जो गहना खोज्न देश फर्किएका थिए। गहना खोज्दै गर्दा जब रानीको बिहेको खबर सुने तब राजा रिसले चुर भए। उनका निम्ति यो त सम्मानकै प्रश्न भइदियो। त्यसैले उनले सिक्किमका सैनिकलाई लखेट्न सेना पठाए। सिक्किमका राजालाई पछ्याउँदै उनका सेना सेभोकको जङ्गलसम्म आइपुगे। सिक्किमको सेना पनि कमजोर थिएन। आक्रमण भएपछि उनीहरूले पनि उल्टो धावा बोलिदिए। केही सेनाले राजा रानीलाई भगाएर हिँडे, बाँकीले डटेर दुश्मनको सामना गरे। हमला निकै भयानक थियो, जसका कारण कोचे राजदरबारबाट ल्याइएको जम्मै सम्पत्ति नष्ट भयो। लुगाफाटा जलाइयो। घण्टौको सङ्घर्षपछि बल्ल हमलाकारी पछि फर्किए। जब झिसमिसी उज्यालो भयो, राजा रानीलाई लिएर सेना अहिलेको बाघपुल नजिक आइपुगे। रानीले बल्ल थाहा पाइन् दुश्मनले आमाको सम्झनासँग जोडिएका हरेक कुरा जलाइदिएको थियो। याद बाहेक उनीसँग अरू केही बाँकी थिएन। तब रानी अचानक सुकसुकाउन थालिन्। त्यो खबर त आमालाई जसरी नै सुनाउनै पर्थ्यो, तर कसरी? रानीले रुँदै निकै बेर सोचिरहिन्। त्यसपछि हठात टिस्टा नजिक गइन् र बहेको पानीलाई साउती गर्दै आफ्नो कथा सुनाउन थालिन्। पहाडबाट रवाफसँगले बहदै आउने टिस्टाले पनि कथा सुन्नलाई आफ्नो रफ्तार थोरै कम गरिदियो। बाघपुल मुनिको भागमा आज पनि हेर्नुहोस्, त्यहाँ टिस्टाको बेग एकदम सुस्त छ। पहाडबाट तेजसँग आएको रफ्तार अचानक त्यहाँ कम भएको छ। त्यस ठाउँलाई लेप्चाहरूले नामै दिएका छन् ग्याजो सुङ्नेन, जसलाई तपाईँ आज निन्द्रे पानी भनेर चिन्नुहुनेछ। रानीले दुःखको कथा सुनाइसकेपछि हो अन्त्यमा आमालाई आफ्नो गुनासो राखिन्। आमा, मैले बिहे गरेर गएको ठाउँ पहाड रहेछ। त्यो त निकै माथि रहेछ, निकै टाढोको देश रहेछ। त्यहाँ कुन बेलामा अन्नबाली लगाउनु पर्ने हो मलाई केही थाहा छैन। म तपाईँलाई बिन्ती गर्छु आमा, कुनै चराचुरुङ्गीको सङ्केत मार्फत भए पनि मलाई सूचना दिइरहनुहोला। कुन बेला अन्नबाली लगाउनु पर्ने हो जानकारी गराइरहनुहोला। राजा रानी सिक्किम फर्किएको कथा शताब्दी पुरानो भइसकेको थियो। देशको कथा बोकेर हिँड्ने सिक्किम आफै एउटा राज्य मात्रै बनिसकेको थियो। त्यही सिक्किमबाट छुट्टिएका दार्जिलिङ, कालेबुङ, बङ्गालतिर आइसकेका थिए। तर रानीको कथा त्यो त अझै पनि उस्तै थियो, अझै पनि असरदार थियो। त्यही भएर त हो आज पनि मानिसहरू विश्वास गर्थे 7 शताब्दी अघि रानीले जुन गुनासो टिस्टामा गरेकी थिइन्, नदीले त्यो गुनासोलाई पानीसँग मिसाएर बगाउँदै लग्यो र कोचे राजदरबारसम्म पुर्याइदियो। त्यही भएर हो अन्न लगाउने समय हुनासाथ रानीले आफ्नी छोरीलाई खबर पठाउन कर्याङ कुरुङ बोलाइन् र पहाडतिर जाने निर्देश दिँदै भनिन्, अन्न बाली लगाउने समय भयो त्यसलाई भनिदिनु। अनि त जहिल्यै मधेसबाट कर्याङ कुरुङ उडेर पहाडतिर आउन थाल्थे। मानिसहरू हतार हतार घरबाट निस्किन्थे। कोठेबारीमा गएर सिमी, फर्सी, काँक्रा आदिका बिरुवा रोप्न थाल्थे।